मेरो हातमा एउटा उपन्यास आएको छ। यसको शीर्षक चाहिँ परिधि छ। आवरण पृष्ठ पनि राम्रो छ। यो उमा सुवेदीले लेखेको किताब हो। उमा सुवेदीका यसअघि 5 वटा कृतिहरू प्रकाशित भइसकेका रहेछन्। गजल संग्रह, गीत संग्रह र 2टा उपन्यासहरू अनि कथा संग्रह यति छापिएका रहेछन्। र अहिले फेरि तेस्रो उपन्यास अथवा तोदा र इतिपछि परिधि शीर्षकको तेस्रो उपन्यास अहिले यहाँ मेरो हातमा छ। अब उपन्यासको बारेमा त अब धेरै भनिरहनु परेन। उपन्यास एउटा विशिष्ट विधा हो, लोकप्रिय विधा। आधुनिक साहित्यमा उपन्यास सबैभन्दा बढी पढिने र लेखिने विधामा पर्दछ। यो उपन्यास विधा पश्चिमी साहित्यले बनाएको विधा हो। पूर्वीय साहित्यमा काव्य, महाकाव्यहरू हुन्थे, महाआख्यानहरू हुन्थे। पश्चिमीहरूले गद्य शैलीमा एउटा त्यस्तै महाकाव्यको जस्तै योगदान दिने कृति सिर्जना गर्ने प्रविधिको विकास गरे र त्यो उपन्यास बन्यो। अहिले त महाकाव्यहरूको चलन हराइसक्यो। करिब करिब लेखिन्छन् फाटफुट्ट, तर पढिँदैनन् पनि। पढिन्छन् केही, तर खासमा चर्चा पनि हुँदैन। नेपाली साहित्यमा उपन्यासको परम्परा धेरै लामो छैन। नेपाली उपन्यासको उमेर भनेको 120 वर्ष जति भएको छ। नेपाली उपन्यासको 100 वर्ष भनेर 2060 सालमा मनाइएको थियो भने अहिले 80-82 साल भयो। त्यो हिसाबले नेपाली उपन्यासको उपन्यास यात्रा भनेको 120-22 वर्षको यात्रा हो। 120 वर्षको नेपाली उपन्यास यात्रामा फाटफुट्ट उपन्यासहरू आउँदै गए तापनि खासमा 2050 को दशकदेखि बाक्लै रूपमा उपन्यासहरू लेखिन थालेका हुन्। त्योभन्दा पहिला उपन्यासभन्दा बढी कविताहरू लेखिन्थे, काव्यहरू लेखिन्थे, कथाहरू लेखिन्थे। 2050 सालपछि नेपाली साहित्यमा आख्यान विधाले उपन्यासलाई दह्रो गरी समात्यो। हरेक लेखक जब साहित्यमा आउँछ उसले एउटा उपन्यासकार हुने सपना देख्छ अचेल। उपन्यास नलेखिकन लेखक हुन्छ जस्तो लाग्न छोडेको छ अचेल नवलेखकहरूलाई पनि। त्यस किसिमले हेर्दाखेरि नेपाली साहित्यमा पछिल्लो पुस्ताका लेखकहरूले धेरै राम्रा राम्रा किताबहरू लेखिरहेका छन्। नेपालमा चलेका धेरै पुरस्कारहरूमध्ये प्रतिष्ठित 2टा पुरस्कार छन्। एउटा सबभन्दा जेठो र पुरानो पुरस्कार मदन पुरस्कार, अर्को 2060 सालपछि सुरु भएको पद्मश्री पुरस्कार। यी 2टा पुरस्कार रकमका हिसाबले, योगदानका हिसाबले त मूल्याङ्कनका हिसाबले महत्त्वपूर्ण मानिन्छन्। लेखकहरूले पनि यी पुरस्कारहरूलाई मनमा नै अपेक्षा राख्दछन्। अर्थात् मदन पुरस्कार र पद्मश्री पुरस्कार यो 50 को दशकपछि सबैभन्दा धेरै उपन्यास विधाले नै प्राप्त गरेका छन्। भनेको नेपाली साहित्यमा विधागत हिसाबले लोकप्रिय र धेरै पढिने विधामा उपन्यास पर्दछ। त्यही उपन्यासको दौडमा तेस्रो उपन्यास लिएर उमा सुवेदी आएकी छन्। उनका अघिल्ला उपन्यासहरू पनि मैले पढेको थिएँ। त्यसमध्ये तोदा मलाई धेरै राम्रो लागेको थियो। इजरायलको धरतीमा विकसित भएको कथामा आधारित थियो। इजरायलका यहुदी बुढाबुढीहरू जो
दोस्रो विश्वयुद्धताका हिटलरको दमनबाट जोगिएर इजरायल आइपुगेका थिए र त्यहाँ 90-95-100 वर्षको उमेरमा जीवन बिताएका थिए। तिनीहरूले भोगेको र देखेको युद्ध र अस्तित्वको सङ्कट तोदा उपन्यासको विशेषता थियो। इति उपन्यास झापाको बाहुनडाँगी क्षेत्रमा आसामदेखि चर्न आउने हात्तीहरूले उत्पात मचाउँथे र त्यो हात्ती आतङ्कसँग जोडिएको र बोर्डरमा हुने वारिपारीका कालाधन्दाहरूको बारेमा केन्द्रित थियो त्यो इति उपन्यास। त्यो किसिमको आञ्चलिकै भने पनि हुन्छ, त्यसलाई भाषिक रूपमा पनि त्यसले आञ्चलिकतालाई राम्रो समातेको थियो। र अहिले तेस्रो उपन्यास यो परिधि मेरो हातमा छ। यो किताब पढेपछि यसको बारेमा केही बोलौँ लागेको आफ्नै रहरले। नेपाली उपन्यासमा थोरै त्यस्ता उपन्यासहरू छन् जसमा सामाजिक यथार्थवादी दृष्टिकोणभन्दा बाहिर बसेर कथावस्तु अगाडि बढेको पाइन्छ। अधिकांश नेपाली आख्यानहरूमा हामी दैनिक जनजीवनका पीडा र समस्यामा केन्द्रित भएका विषयवस्तुहरूलाई अगाडि ल्याइरहेका हुन्छौँ। गरिबीका कुरा, शोषणका कुरा, अन्य अत्याचारका कुरा, महिला हिंसाका कुरा, आर्थिक कठिनाइका कारणले मानिसको जीवनमा आउने उदासीनताका कुरा, यी अनेक कुराहरू हाम्रा आख्यानहरूमा आउने गरेका हुन्छन्। केही मनोवैज्ञानिक समस्या बोकेका उपन्यासहरू पनि चर्चामा छन्। तर केही त्यस्ता फरक उपन्यासहरू छन् जो कम छन्। विजय मल्लको अनुराधा उपन्यास फरक खालको एउटा उपन्यास थियो। त्यति एक किसिमको मानसिक समस्या भएकी महिलाको जीवनसँग केन्द्रित भएको उपन्यास थियो। त्यो फरक प्रकारको उपन्यास थियो। त्यसको चर्चा भइ नै रहन्छ। नेपाली उपन्यासको चर्चा गर्न थाल्दाखेरि त्यसको कुरा आइ नै रहन्छ। तैपनि के भने नेपाली उपन्यासकारहरूले यो सामाजिक यथार्थता अथवा प्रगतिशीलता यी खास दृष्टिकोणहरू भन्दा बाहिर गएर पराकाल्पनिक दुनियाँतिर प्रविष्ट हुने त्यति प्रयत्न गरेको पाइँदैन। थोरै त्यस्ता उपन्यासहरूको म यहाँ कुरा गर्छु। त्यस्ता थोरै उपन्यासमा अलिक फरक प्रकारले लेखिएका, यो सांसारिकता भन्दा बाहिरी दुनियाँको कल्पनामा जाने, पराकल्पनाहरूतिर जाने, असम्भव जस्ता लाग्ने विषयहरूमा चाहिँ कथावस्तु उभिने त्यस्ता उपन्यासहरूमा सौरभ भक्तको पागल बस्ती एउटा चर्चित उपन्यास हो। त्यसले 2049 सालतिर होला त्यसले मदन पुरस्कार पनि पाएको थियो। त्यस्तै शरणार्थी उपन्यास, त्यो एउटा पीडाजनक कथावस्तु बोकेरै आएको छ त्यो उपन्यासले। तर त्यहाँभित्र गरिएका प्रयोगहरू त्यसलाई लीला प्रयोग भनेर भनिएको छ। तर त्यहाँभित्र चाहिँ विधा मिश्रण, विधा भञ्जनदेखि लिएर चाहिँ विभिन्नतिरका विभिन्न कृतिहरूका पात्रहरू एक ठाउँ भेला हुने, ती पात्रहरूले फरक फरक व्यक्तित्वको स्वरूप ग्रहण गर्ने, लेखक र पात्रहरूका बीचमा बहस र विवाद हुने, त्यस्ता खालका शैली प्रयोग गरिएको शरणार्थी उपन्यास पनि थियो। त्योभन्दा अझ अगाडि छापिएको थियो ध्रुवचन्द्र गौतमको अलिखित उपन्यास। यसले पनि मदन पुरस्कार पाएको थियो। त्यो अलिखित उपन्यासमा पनि विभिन्न पात्रहरू उत्खननको क्रममा कुनै गाउँमा गएका छन्। त्यो गाउँको समस्याहरूमाथि केन्द्रित हुँदै जाँदा पनि भरे त्यो एउटा ताल नै हराउँछ। त्यहाँ कहाँ हराउँछ, कसरी हराउँछ, त्यो एउटा रहस्यमै गएर त्यो उपन्यासको अन्त्य भएको छ। पाठकले
यथार्थको धरातलमा उभिएर हेऱ्यो भने ती अयथार्थिक कुराहरू कसरी भए भन्ने प्रश्न सधैँ दिमागमा बोकिरहेका हुन्छन्। त्यस्तै तेजराज खतिवडा तेराखको सर्वजा भन्ने उपन्यास छ। त्यो सर्वजा उपन्यास पनि त्यस्तै एउटा प्रयोगवादी उपन्यास थियो छ। एउटा त के भने त्यो उपन्यासको सुरुदेखि अन्तिमसम्म कहीँ पनि प्याराग्राफहरू छुटेका छैनन्। एउटा महासागरमा पौडी खेल्दै गएको एउटा पौडीबाजले किनार नभेटे जस्तो पढ्दाखेरि एक किसिमको त्यो एउटा आदेश पनि हुन्छ पाठकलाई, किनभने त्यो बिसाउने नै छैन त्यो उपन्यासमा कहीँ पनि एउटा पनि प्याराग्राफहरू नभएपछि पाठकले बिसाउनै पाउँदैन। एउटा त्यो शैली थियो भने त्यहाँ एउटा विश्व घुमेको छ। त्यो एउटा सर्वजा पात्रको नामबाट त्यो उपन्यास चल्छ र पशु पक्षी मान्छे मानवेतर बोट बिरुवा मान्छे सबै बोल्छन् त्यसमा, सबै मानवीकृत भएर गएका छन्। त्यो प्रकारले हेर्दाखेरि त्यो पनि एउटा हाम्रो सहज सामाजिक मानवीय समाजका दृष्टिकोणले हेऱ्यो भने त्यो पनि असम्भव कथावस्तु बोकेको उपन्यास भनेर त्यसलाई मानिएको पढिएको। त्यस्तै सञ्जीव उप्रेतीको घञ्चक्कर भन्ने उपन्यास खुबै चर्चित उपन्यास हो। त्यो उपन्यासको पात्र पनि घरबाट त्यत्तिकै निक्लेर हिँडेको छ, कहाँ कहाँ पुगेको छ, सहरभित्र छ। बिम्बात्मक रूपमा त्यसले चाहिँ आफू पागल होइन भन्ने कुरो साबित गर्नका निम्ति उसले धेरै प्रयत्न गरेको छ। उसले धेरै त्यस्ता रहस्यमय ठाउँहरू देखेको छ, रहस्यमय व्यक्तिहरूसँग भेटेको छ र त्यो उपन्यास पढ्दाखेरि पनि शीर्षक जस्तो घञ्चक्कर भनेको छ, पाठकको दिमाग पनि एक किसिमको घञ्चक्करमा फस्दछ अथवा पाठक आफै पनि त्यो उपन्यासभित्र हराउँछ। पढ्दै जाँदाखेरि पाठकको दिमाग झननन्न गर्ने के हो, साँच्चै हो कि कल्पना हो कि यथार्थ हो कि म कहाँ छु कस्तो छु भन्ने पाठकलाई लाग्छ। त्यो कथाको पात्र अथवा नायकको जुन भूमिका हो, कालान्तरमा पढ्दै जाँदा हरेक पाठक त्यो नायककै भूमिकामा आफैलाई अनुभूत गर्न थाल्छ र आफै हराउँछ। त्यस्तै सञ्जीव उप्रेतीकै आलु नौनी र कफी भन्ने अर्को सानो उपन्यास छ। त्यो पनि त्यस्तै खालको चाहिँ स्वैर काल्पनिक उपन्यास भनौँ, स्वैर कल्पना पनि भनिन्छ यस्तोहरूलाई, त्यो प्रकारको उपन्यास हो। अर्को त्यस्तै उपन्यास छ जीएस पौडेलको एकसरको माया। त्यो एकसरको माया भन्ने किताब पनि पढुन्जेलसम्म त्यो के हो त्यो बुझ्दै नबुझिने अथवा नबुझिने त भन्न मिलेन, तर कथावस्तु यसरी चाहिँ दौडेको छ, यस्तो भएको छ, के भएको छ भरे सबै कथा पढेछ उपन्यासबाट अन्तिम हुँदा त केही पनि भएको रहन्छ क्या। खासमा केही हुँदै भएको केही पनि होइन रहेछ, तर त्यहाँ एउटा 300-400 पेजको किताब हामीले पढिसक्छौँ, अन्तिममा आइपुग्दाखेरि खासमा त्यो कथा नै होइन, कथा भएकै होइन, घटनै भएको होइन रहेछ। अब किताबको नाम एकसरको माया भएकोले पाठकले सुरुमा हेर्दाखेरि चाहिँ यो कुनै प्रेम कथा जस्तो अनुभव गर्लान्। त्यहाँभित्र प्रेम त छ, तर प्रेम भन्दा पनि अर्थकै के छ कि त्यो किताबमा। अब कति धेरैले पढ्नु भएको होला पनि। त्यस्तै अर्को लीलाराज खतिवडाको म को हुँ भन्ने एउटा सानो उपन्यास छ। त्यो उपन्यासमा पनि त्यसको नायक जुन छ, त्यो नायक कहाँ बतासिएको छ, के भएको छ, उसले के सुन्छ, कसले के भन्छ, के देख्छ, उसलाई केही थाहै छैन र उसलाई सबै कुरा मै हुँ, मैले नै गरेको छु भन्ने एउटा ठुलो अहम ऊभित्र छ, तर वास्तवमा भरे त्यो पनि केही पनि हुँदैन रहेछ। रविन्द्र समीरको मृत्युको आयु भन्ने एउटा अर्को उपन्यास छ। त्यसमा पनि लासहरू बोलिरहेका हुन्छन्, लासहरू संवाद गरिरहेका हुन्छन्, कहिले गरुड पुराणका पात्रहरू आइरहेका हुन्छन्, कहिले नर्क र स्वर्गका चर्चाहरू भइराखेका हुन्छन्, कहिले परिवारका कुरा भइरहेका हुन्छन्, कहिले मरेको लाससँग उसकै आत्मा बोलिरहेको हुन्छ। यस प्रकारका अवास्तविक कुराहरू यी उपन्यासहरूमा छन्। अरू पनि कयौं त्यस्ता उपन्यासहरू होलान्, मैले केही यहाँ 6-7 वटा उपन्यासको चर्चा गरेँ।
यो उपन्यासको चर्चा किन गर्नु परेको भने यो परिधि भन्ने उपन्यासलाई पनि यिनै किताबहरूको लस्करमा लगेर उभ्याउनु पर्ने भएकाले मैले यी अरू उपन्यासहरूको यहाँ अहिले एकछिन चर्चा गर्नु परेको। यो उपन्यास पनि मलाई गजबको उपन्यास लागेको छ। अब देशी विदेशी धेरै भाषाका साहित्यहरू पढियो र ती साहित्य पढ्दाखेरि ती किताबहरूले पढिसकेपछि पनि कैयौँ दिनसम्म दिमागमा तिनको छाप रहिरहनु भनेको चाहिँ त्यो किताबको सफलता हो भन्ने मलाई लाग्छ। मैले पनि यो परिधि भन्ने उपन्यास पढेपछि मेरो दिमागमा अहिले बोलिरहँदा पनि र बोल्नुभन्दा अगाडिसम्म पनि मेरो दिमागमा यसका पात्र र कथावस्तुहरू भरमनाइरहेका थिए। यसै त यो उपन्यासलाई कुनै सरल रेखाको हिसाबले सरल रेखीय ढङ्गबाट यसको कथावस्तुको चर्चा गर्न सकिँदैन। यसको विषयवस्तुलाई सुरुरु उठाएर लगेर अन्तिमसम्म सट्ट पुर्याउन सकिँदैन। यो आफैभित्र यसरी जकडिएको छ यो कथावस्तु कि के भएको हो र यो कहाँ पुग्दैछ भन्ने कुरा पढ्दाखेरि थाहै पाइँदैन। तर थाहा नपाइने भए पनि यो किताबलाई फेरि पढ्न थालेपछि छोड्न सकिँदैन। यसको विषयवस्तु त गन्जागोल छ, तर त्यो गन्जागोलले यसरी तान्छ अब के होला, अब कहाँ पुग्छ भन्ने कुराले पाठकलाई त्यो गन्जागोलले ताने गर्छ। पठन सजिलोको लागि चाहिँ के भने भाषा शैली एकदमै सरल छ। एकदमै सरल भाषा शैली भएको हुनाले लेखन शैलीका कारणले पाठकहरूले अल्मलिनु पर्दैन। तर विषयवस्तु चाहिँ यसरी गाँठो परेको छ, यस्तो प्रकारले अगाडि गएको छ मानौ कि त्यो उनीको धागो स्वेटर बन्ने उनीको धागो गाँठो पर्यो भने त्यो कुन छेउबाट निकाल्ने कुन छेउबाट गर्ने, अथवा भनौँ न कपालको त्यो डल्लो पर्यो, कपालका रौँहरू एक ठाउँ डल्लो पर्यो भने त्यो रौँहरूलाई कसरी छुट्याउने हो। त्यस्तै यहाँभित्र विषय वस्तु पात्र कथा घटनाहरू हो कि होइन भन्ने लाग्छ। त्यो के हुन्छ भन्दाखेरि पढ्दै गयो एउटा पात्र आउँछ, त्यो पात्र कथाले लेख्दाले लेखकले छोडिदिएको होइन कि कथाभित्रै पात्र अहिले छ अहिले हराउँछ कि त्यहाँ। मानौ कि कुनै पुराणमा आउँछ नि नारदजी आउँछ नारायण भन्दै कुरा गर्छ अनि फेरि तीबाट नारायण भन्दा ती बिलाउँछ, कहाँ जान्छ। त्यस्तै यहाँभित्र पात्रहरू कथामा आउँछन्, संवाद गर्छन्, तर कोठाबाट निक्लिँदैनन्। त्यहाँ बसेकै ठाउँमा अघि कुर्सीमा बसिरहेको थियो, फेरि फर्केर त कुर्सीमा छैन। ढोका लागिरहेको थियो, पस्ने बाटो पनि छैन, निक्लेर गएको पनि देखिँदैन। पात्र कुनै मूल पात्रसँग आएर संवाद गर्छ, ती हराउँछ, फेरि कुनै बेला ती देखिन्छ फेरि। यस्ता कैयौँ पात्रहरू छन् जो देखिन्छन् हराउँछन्। कुनै दुर्घटना परेर गाडी दुर्घटना हुन्छ, त्यहाँबाट रगत निक्लिनु पर्ने, त्यहाँबाट इन्द्रेणी पो निक्लिन्छ, इन्द्रेणीका रङहरू निक्लिन्छन्, विभिन्न रङहरू निक्लिन्छ। ती रङहरू भरे कता पुतली भएर उडिरहेको हुन्छ। त मान्छे घाइते भयो भने त शरीरबाट रगत निक्लिने हो नि त, तर त्यहाँबाट इन्द्रेणीका रङहरू निक्लिन्छ। त्यस्तै रङ जस्तै पुतलीहरू विभिन्न रङका पुतली भनेर उडेर जान्छ। यो त स्वाभाविकता मात्र छैन। जादु यथार्थवाद भनेर साहित्यमा एउटा सिद्धान्त पनि छ। त्यो सिद्धान्तमा पनि के भने पात्रहरूका बिचमा संवाद हुन्छन्, सरल कुरा हुन्छन्, सांसारिकतासँग मेलजुल गरेका हुँदैनन्, तर त्यो विषयवस्तु त्यो व्यक्ति वा पात्रले त्यसलाई यथार्थ जस्तो अनुभव गरे सरल रूपमा त्यसलाई ग्रहण गर्छ। त्यसले उसलाई ती चिजहरूले आश्चर्य लाग्दैनन्। उसले जे कुरा भन्छ श्रोतालाई आश्चर्य लाग्ला, तर उसलाई ती सहज रूपमा उसले भनिरहेको जस्तो अनुभव गर्छ। जादु जस्तो अहिले छ अहिले छैन। जादु यथार्थवाद भनेर साहित्यको एउटा सिद्धान्तले त्यो प्रकारले पनि कुरा गर्छ।
अब हाम्रामा तिर आउँदा भने उहिले तिलस्मी भन्ने चलन थियो। तिलस्मी कथाहरू भनिन्थ्यो। ती कथाहरूमा पनि के हुन्थ्यो भन्दा मान्छे अब भनौँ न, अब एउटा कथा उहिले मैले पढेको थिएँ, कुन हो, पौडी खेल्न पस्छ, लोग्ने मान्छे पौडी खेल्न पसेको, पौडेर पोखरीबाट निक्लिँदा आइमे मान्छे भएर निक्लिन्छ। अब लोग्ने मान्छे कसरी आइमे पो, त्यो त साधन विषयबाट हेऱ्यो भने त त्यो त हुँदैन, त कथामा भयो। पछि फेरि के गर्छ र अर्को कुनै पोखरीमा छिर्छ, फेरि निक्लेर आउँदा अघि लोग्ने मान्छे भएर आउँछ, पहिलाकै जस्तो भएर आउँछ। पहिला कसरी महिला भयो थाहा भएन, पछि कसरी पुरुष भयो उसलाई थाहा छैन। भन्नाले यस्ता प्रकारका तिलस्मी प्रयोगहरू हुन्थे भने पूर्वीय साहित्यमा यो पुराणहरूमा आउने कथाहरूमा पनि यस प्रकारका चमत्कारहरू, चमत्कारिक पात्र, घटना र विषयवस्तुहरू हामीले प्रशस्त पुराणहरूमा पढेका पनि छौँ। त यसमा पनि त्यस प्रकारका पात्रहरू, घटनाहरू भइरहेका हुन्छन्। पात्रहरू धेरै छैनन्, ठिकै पात्रहरू छन्, तर तिनीहरू एक आपसमा कहिले भेटिन्छन्, कहिले भेटिँदैनन्। त्यो त कथामा स्वाभाविक कुरा हो, भेटुनु नभेटुनु। तर तिनको भूमिका, अघि भर्खर गरेको भूमिका र अहिलेको भूमिकामै त्यो अन्तर पर्छ। त्यही एउटा पात्रले अघि एक प्रकारको भूमिका गर्दै हुन्छ, एकछिनमा उसको भूमिका परिवर्तन भएर अर्कै भइसकेको हुन्छ। कुन चाहिँ भूमिका उसको सही हो वास्तवमा, अघिल्लो ठिक थियो कि पछिल्लो ठिक थियो? र अब आफ्ना अगाडि भइरहेको पात्र एकैछिनपछि त्यहाँ नभएको अरे, त्यहाँ थिएन अरे, त्यो अघि थिएन भने फेरि अहिले भर्खर कसरी थियो, अथवा अहिले हुँदाहुँदै भरे किन भएन, त्यो कहाँको त, त्यो कसरी बिलायो त भन्दा त्यो फेरि सहज कथाले त्यसलाई सहज रूपमा लिएर गएको छ। पात्रहरूले नायकलाई अथवा मूल पात्रलाई, शाखा पात्रहरूले पनि आज्ञाकारी भए जस्तो हुन्छन्, तर कथा हराउँछन्। र मूल नायक पात्र जुन हो, यहाँ महिलाहरू छन् पात्रहरू, नायक पात्रहरूको भूमिका महिलाहरूले खेलेका छन्। अनि ती महिलाहरूले चाहिँ आफूलाई साबित गर्नुभन्दा पनि आफै कहाँ छौँ भन्ने कुरा थाहा नपाएको स्थिति छ। खासमा यो परिधि भन्ने जुन शीर्षक छ, यो शीर्षकको एउटा नाटक प्रदर्शन भइरहेको छ यो किताबभित्र। नाटक लेखिएको छ, नाटक प्रदर्शन भइरहेको छ, र नाटकमा भूमिका निर्वाह गर्ने पात्रहरू कहिले नाटक बाहिर छन् र कहिले नाटकभित्र छन्। अनि पढ्दै जाँदा हामीलाई ती पात्रहरूले बोलेको कुरा नाटकमा, पर्दामा अथवा स्टेजमा बोल्दैछन् कि पर्दा पछाडि बोल्दैछन् कि अथवा दर्शकीय भूमिकामा उभिएर उनीहरू बोल्दैछन् भन्ने कुरा अलमल भइराखेको हुन्छ। अनि हामी कथा त पढ्दैछौँ, कथासँगै हामी हिँडेका छौँ, तर हामी कथाभित्र, हामी आफै पनि कथाभित्र छौँ कि कथा बाहिर छौँ कि दर्शकमा छौँ कि भूमिकामा छौँ कि पाठक आफै पनि अलमलिन्छ। एकदमै अचम्मको लाग्यो मलाई यो उपन्यास। यो उपन्यास लेख्न उपन्यासकारले यो प्रकारको, यो जगल्टेको, यो गाँठो परेको विषयवस्तुको कल्पना कसरी गर्नुभयो होला, अथवा यस्तो उपन्यास लेख्ने सोच किन आयो होला, कसरी आयो होला? यो उपन्यासले साबित चाहिँ के गर्छ त भन्यो भने कुनै अरू कृतिहरूबाट हामी चाहिँ एउटा सिधा उत्तर भेट्छौँ क्या। यो कथा पढेर तिमीले के शिक्षा पायौ भन्ने प्रश्न आउँथ्यो उहिले हामीलाई कक्षामा पढ्दा। अनि यो कथा पढेर मैले यो शिक्षा पाएँ भने उत्तर लेखेपछि हामीले नम्बर पाउँथ्यौँ। त्यस्तै हामी अहिले पनि त्यही अभ्यासमा के हुन्छ भने कुनै किताब पढेपछि त्यसको उपसंहारमा पुगेपछि हामीले के पायौँ त भने एउटा डल्लै एउटा समाधान लिएर हामी किताबबाट बाहिर निक्लिन चाहन्छौँ हामी पाठकहरू। तर यो उपन्यास पढ्यो भने हामीले यहाँबाट के लिएर निक्ल्यौँ भन्यो भने किताबको अन्तिम पानाबाट बाहिर जाँदा हामी रित्तै हुन्छौँ, केही लेखा छैनौँ, तर सबै किताब हाम्रो दिमागभित्र रिङ्गाइराखेको हुन्छ क्या, यहाँभित्र रिङ्गाइराखेको हुन्छ। मानौँ कि एक प्रकारको नशालु पदार्थ सेवन गर्ने मान्छेको दिमागमा
अव्यवस्थित दृष्टिकोणहरू, छायाहरू, रङहरूले त्यसलाई प्रभावित गर्दाखेरि त्यो जस्तो प्रकारले अनिर्णित भएर के भएको होला। त्यस्तै यो किताब पढेर बाहिर निक्लिँदाखेरि पाठक पनि एक किसिमको ड्रग अथवा एक किसिमको नशालु पदार्थ प्रयोग गरेर त्यो नशालु पदार्थ लट्ठ भएको जस्तो मनस्थितिमा हुने रहेछ। यो 257 पेजको किताबलाई 2 दिन लगाएर पढेँ, किनभने एक प्याराग्राफ पढो, अलिक अगाडि गएपछि फेरि फर्केर फेरि आउन मन लाग्ने, के पो थियो साँच्ची भने जस्तो हुने। भनेपछि यो किताबको विषयवस्तु, प्रस्तुति, प्रयोग बेजोड हो। नेपाली उपन्यास, प्रयोगवादी उपन्यासमा सुरुदेखि नै अन्तिमसम्म प्रयोगै प्रयोग गर्न खोजिएको जस्तो छ। यो सुरुमा एउटा यसको वाक्य छ, यसमा सुरुमा पहिलो प्याराग्राफमै के लेखिन्छन् भने यो जीवनलाई बोध गर्ने समय हो। आर्या भन्ने यो खासमा आर्या भन्ने यो किताबकै, यो उपन्यासकै मूल नायक पात्र हो। तर त्यो आर्या नै फेरि यो किताबको लेखक पनि हो। भने आर्याले लेखेको नाटक हो यो परिधि भन्ने। आर्याले लेखेको नाटक परिधि भन्ने छ, जुन चाहिँ त्यहाँ प्रदर्शन भइरहेको छ, र आर्या आफै लेखक पनि निर्देशक पनि हो। तर आर्यालाई फेरि एउटा अर्को लेखक छ जसले आर्याको कथा लेख्दैछ र आर्याले लेखेको नाटक पनि लेखिँदैछ। भने यहाँ कतिजना लेखक छन् भन्दा, एउटा लेखक भन्नाले उमा सुवेदीलाई नै सम्झिनु पर्यो होला। उमा सुवेदीले खडा गरेको आर्या भन्ने पात्र छ। त्यो आर्या पात्रले फेरि अरू पात्र खडा गरेको छ, नाटकका पात्रहरू र अन्य पात्र। त्यसैले यो किताबभित्र पढ्दा यो प्याराग्राफ लेखक उमा सुवेदीले लेखेको हो कि किताबभित्रको लेखिका आर्याले लेखेको हो भन्ने पनि अन्यल हुन्छ। यो अन्यलमा हुने आनन्द फेरि अर्कै प्रकारको छ। लेखकको कमजोरीले यो अन्यल खडा भएको होइन कि लेखकले स्वयं यो विषयवस्तुलाई अन्यलपूर्ण बनाउने प्रयोग गरेको हो भन्ने लाग्छ। त यहाँ के भनिन्छ भने यो जीवनलाई बोध गर्ने समय हो आर्या, तिमीलाई यो दृश्यले नयाँ ऊर्जा दिनेछ। असाध्यै आत्तिएको बेला, घनघोर निराशाले गाँजेको बेला, या अब जीवनमा कुनै उत्साह बाँकी छैन भन्ने लागेको बेला उदाउन लागेको सूर्यतिर हेर्नु। यसले सधैँ एउटा सन्देश दिइरहेको हुन्छ। जीवनमा सधैँ अँध्यारो रहँदैन, अलिकति धैर्यसहित प्रतीक्षा गरियो भने फेरि उज्यालो आउनेछ भन्ने यो पहिलो प्याराग्राफको वाक्य छ। अनि अब त्यही वाक्य फेरि चाहिँ अन्तिम प्याराग्राफमा पनि त्यही वाक्यबाट यो उपन्यासको अन्त्य भएको छ। र एकजना पात्रले चाहिँ अस्मिता भन्ने एकजना न्यायाधीश छन् यो कथा नाटकमा, र ती न्यायाधीशले चाहिँ के भनेकी छन् भने म भाद्र 19 गते आत्महत्या गर्छु भनेको छ। र यो आर्या भन्ने एउटी जुन यो कथाकी मूल पात्र छिन्, उनले चाहिँ ती न्यायाधीशको चाहिँ के अरे अटोबायोग्राफी लेखिदिनु पर्नेछ। बायोग्राफी भनौँ न, बायोग्राफी जे होस् त्यो उनले लेख्नुपर्छ घोस्ट राइटिङकै शैलीमा। त उनले चाहिँ आफ्नो कथा भन्दै जाँदा म चाहिँ भाद्र 29 गते चाहिँ म आत्महत्या गर्दैछु भनेको छ। र उनले आत्महत्या गरिन् भने त मेरो कथा पुरा हुँदैन। त्यसकारण उनले आत्महत्या गर्न दिनु हुँदैन उनलाई, र उनको कथा मैले पुरा बनाउनु पर्छ भन्ने चाहिँ विषयबाट यो कथा सुरु भएको छ। र त्यो आर्या त्यो अस्मितालाई मर्न नदिनका निम्ति आर्या स्कुटी स्टार्ट गरेर घरबाट हिँडेकी छन्। तर
कथा सुरु भएको छ। अनि यहाँभित्र यति धेरै कुरा र घटनाक्रमहरू आउँछन् कि आर्या एक ठाउँमा गएर एउटा ठाउँमा बसेकी छन् र त्यहीँबाट त्यहाँ बसेर अब उनकामा पुग्नुभन्दा पहिला उताबाट एउटा फोन आउँछ, तिमी आज नआऊ, म मर्ने भइन, मैले अर्को महिनामा मर्ने विचार गरेँ, तिमी आज आउनु पर्दैन भन्ने फोन आएपछि आर्या त्यहीँ बस्दा बस्दै त्यहीँ कथा हुन्छ र भरे अन्तिममा आर्या त्यही ठाउँबाट फेरि आफ्नो पहिलाकै घर ठाउँमा फर्किन्छन्। यो कथा वास्तवमा यो सिंह उपन्यास एक दिनको कथा हो। उनी घरबाट हिँडेकी छन् अस्मितालाई भेट्न, बाटामा उनी केही समय आराम गरेकी छन्, बसेकी छन् एउटा बेन्चमा, र उनी चाहिँ भरे अस्मिताले आत्महत्या गर्दिन नरे भन्ने थाहा पाएपछि घर फर्किँदा कथा सकिएको छ। र भरे त्यो भाद्र 19 गते भनेको चाहिँ वास्तवमा आर्यको आफ्नै जन्मदिन रहेछ क्या, अस्मिताको पनि होइन रहेछ। त्यो जुन नायक हो उसकै आफ्नो रहेछ। यो कसरी भयो त, के हो भन्दा अब यसलाई बुझ्नको लागि चाहिँ हामीले दुई तीनवटा कुरालाई विचार गर्नुपर्ने हुन्छ। साहित्यमा विभिन्न खालका प्रयोगहरू हुँदाखेरि अब लेखनमा जादुई यथार्थवाद भनेर पनि भनिन्छ हैन, यसको प्रयोग पनि भनेर भन्दा पनि भयो। कतिपय लीला लेखनमा पनि यस प्रकारका प्रयोगहरू, लीला लेखनको दृष्टिकोणबाट पनि यस्ता प्रयोगहरू गरिने गरेको छ। अथवा पहिला पहिला हामीले भन्थ्यौँ तिलस्मी लेखन भन्थ्यौँ, त्यस्ता प्रयोग पनि, तिलस्मी प्रयोग पनि यस प्रकारका कथाहरू तिलस्मी प्रयोगमा गरेर पनि लेखेका हुन्छन्। र खासमा चाहिँ यो के छ भन्दाखेरि एउटा भ्रम, एउटा व्यक्तिको मानसिकतामा उत्पन्न भएको भ्रमको जुन उत्पन्न भएको छ, त्यो भ्रमको वातावरणलाई त्यो मूल पात्रले नबुझ्दाखेरि उसकै दिमागभित्र नि यो सबै चलेको छ। खासमा चाहिँ यो जुन दुनियाँ हो, यो उपन्यासको दुनियाँ हो, त्यो दुनियाँ यथार्थ दुनियाँ नै होइन। त्यो दुनियाँ एउटा मूल पात्र जुन छ, त्यो मूल पात्र अथवा मूल लेखक नभनौँ, मूल पात्र जुन यो आर्य भन्ने, त्यसको दिमागमा आएको चाहिँ एउटा भ्रमको स्थिति, अथवा त्यसले एक किसिमको हेलोसिनेसन हो को दृष्टिकोणबाट बुझे पनि भयो। सिजोफ्रेनिया भन्ने अर्को एउटा मानसिक समस्या हुन्छ, त्यसको प्रभाव पनि त्यसलाई परेको हुनसक्छ। हेलोसिनेसन जस्तो, अथवा हेलोसिनेसन भनेको त त्यस्तो चिज हो जो कि अरू कसैले देख्दैन, त्यो कुनै मान्छेले देख्छ, अथवा सँगै बसेको छ भने अरूले देख्दैनन् उसले मात्रै देख्ने, वा अरूले सुन्दैनन् उसले मात्र सुन्ने, धेरैजना मान्छे छन् उसले मात्र कसैलाई कुनै चिज देख्छ अरूले देख्दैनन्, अथवा शरीरका पाँचै इन्द्रियबाट चाहिँ एउटा किसिमको भ्रमबोध हुन्छ कुनै विशेष मान्छेलाई, उसले सबै कुरा देख्छ, बोल्छ, सुन्छ, गन्ध लिन्छ, सब चिज हुन्छ, तर सँगै भएको मान्छेलाई त्यसको केही पनि आभास हुँदैन। त्यो एक किसिमको मानसिक केही खास समयमा का लागि त्यस्तो हुन्छ। त्यो दीर्घकालसम्म भयो भने उपचारको रूपमा पनि जान्छन् अस्पतालमा। त कहिलेकाहीँ के हुन्छ भने त्यो सामान्य समस्या भएर अथवा धेरै ज्वरो आएर बिमारी भएर केही भएर कुनै कारणले त्यस्तो हेलुसिनेसनमा मानिसहरू पुग्छ भन्छन्। र हेलुसिनेसनको हिसाबले पनि मान्छेको मानसिकतामा आएका विभिन्न खालका चाहिँ चेतहरू कसरी आउँछन् र त्यो हेलुसिनेसन भयो भने मान्छेले के देख्छ, कस्तो बुझ्छ भन्ने एक किसिमको प्रयोग पनि हेलुसिनेसनको प्रयोगबाट पनि यो किताबलाई हेर्न सकिन्छ भने श्रिजोफेनिया भनेको पनि त्यस्तै एउटा कि श्रिजोफेनिया पनि पात्रलाई के लाग्छ व्यक्तिलाई भने म विशेष हुँ, म महान हुँ, म धेरै जान्ने हुँ, मलाई धेरै कुरा आउँछ, यो अरू कसैलाई आउँदैन, म जे देख्छु यिनीहरू देख्दैनन्, अथवा यो संसारमा जे भइरहेछ त्यो मलाई थाहा छ अरूलाई थाहा छैन भने एक प्रकारको अहम पनि उत्पन्न हुन्छ। कतिपय नकारात्मक खालका कुरा पनि आउँछन्, कति सकारात्मक कुरा चेत पनि आउँछन्, तर ती यथार्थ र सांसारिक हुँदैन। त्यो उसकै मस्तिष्कमा ती चिज खेलिराखेका हुन्छन् र ऊ आफू चाहिँ सेल्फ कन्भिन्स अथवा आफूले आफूमा सो विश्वस्त, ऊ आफू चाहिँ सो विश्वस्त भएको हुन्छ, तर त्यसको असर अरूलाई परेकै हुँदैन। त्यस्ता मानसिकता बोकेका मान्छेहरू समाजमा प्रशस्त हुन्छन्। हामी आफै पनि कहिलेकाहीँ बिमारी भएको बेलामा हामी आफै पनि कहिले हेलुसिनेसनमा पुगेका हुन्छौँ, सिजोफ्रेनियामा पनि हामी पुगेका हुन्छौँ। केही सीमित समयपछि त्यो आफै हटेर गएको पनि हुन्छ।
त लेखकले उपन्यासकारले यस्ता प्रयोगहरू गरेर यो उपन्यास तयार गरेको छ। अब अर्को किसिमले हेऱ्यो भने के देखिन्छ भन्दाखेरि मानिसको दिमागमा 3 खरबभन्दा बढी त्यस्ता सूक्ष्म कोषहरू हुन्छन्। ती कोषहरू एकदम चलिरहेका हुन्छन्। ती सबै इलेक्ट्रोनिक अथवा त्यसबाट विद्युत प्रवाह भइरहेको हुन्छ। त्यस्तो विद्युत प्रवाह भएपछि ती कोषहरू चलिरहँदाखेरि तिनीहरूले जुन प्रकारको गतिविधि गरिराखेका हुन्छन्, कहिलेकाहीँ ती सामान्य कुराको अन्तर पर्ने बित्तिकै ती प्रभाव विद्युत प्रवाहले उत्पन्न गरेको जुन चेत हो, बोध हो र मान्छेले अनुभूत गर्ने जुन चिज हो, त्यो चिज नै गडबडाउँछ। त्यस्तो गडबडाउँदाखेरि मान्छेका बाह्य इन्द्रियहरूले बोध गर्ने कुरामा पनि अव्यवस्था उत्पन्न हुन्छ। त्यसरी अव्यवस्था उत्पन्न भएका बेलामा मानिसले देख्ने, सोच्ने, बोल्ने, हेर्ने, बोध गर्ने चिजहरू नै एक प्रकारको चाहिँ विग्रह उत्पन्न हुन्छ अथवा सिलसिला भत्किन्छ। त्यो सिलसिला भत्केका बेलामा सहज मान्छे, सामान्य मानिसहरूभन्दा फरक प्रकारका उसका व्यवहारहरू देखिएपछि सामान्य मानिसहरूले उसलाई रोगी भएको हो कि मानसिक समस्या उत्पन्न भएको हो कि भनेर उनीहरूले फरक प्रकारको व्यवहार गर्न सक्छन्, गर्ने गरेको पनि हुन्छ। त्यसैले चाहिँ हाम्रो शरीरको बनावट, हाम्रो दिमागको बनावट अनि दिमागी शक्ति, हाम्रो दिमागका ती न्युरोनहरू जुन हामीले अघि भन्यौँ 3 अरबभन्दा बढी जुन न्युरोनहरू हाम्रो दिमागमा हुन्छन्, ती न्युरोनहरूका गतिविधि, तिनका एकअर्काका सम्बन्ध र तिनबाट उत्पन्न भएको जुन चेतना, बोध, दृष्टिकोण, संवेदनशीलता जुन छ हाम्रो शरीरमा प्रभाव हुने, ती चिजहरूका गतिविधिमा कहिलेकाहीँ सिलसिला भत्किँदाखेरि मान्छेले नदेखेको कुरा देख्छ, नबुझेको कुरा बुझ्छ, नसोचेको कुरा बोल्छ, कहिल्यै नसुनेको आवाज सुन्छ, कहिल्यै थाहा नपाएको बास्ना थाहा पाउँछ उसले, हैन? त यस्ता चिजहरूका चाहिँ भ्रमहरू उत्पन्न हुन्छन्। यो उपन्यासमा एउटा अर्को प्रयोग पनि छ। त्यो प्रयोगमा के छ भने अन्य कृतिका पात्रहरू पनि यो उपन्यासमा आएका छन्। त्यसमा एउटा चाहिँ शिरीषको फुलको सुयोगवीर भन्ने जुन पात्र हो, त्यो लाउरे, त्यो पात्र यहाँ आएको छ र त्यो पात्र बेला बेला के अरे आर्यको कोठामा देखिन्छ पनि, हराउँछ पनि। त्यो पात्र त्यसरी आउँछ र उसले आफ्ना कुराहरू भन्छ। त्यसले यहाँ के भन्छ एक ठाउँमा भनेदेखि, सिपाहीले बिस्तारै आर्यको हातमा स्पर्श गरे। उत्पात मायाको एउटा वेगवान लहर हुत्तिएर आएर आर्यको नसा नसामा सलबलायो। तपाईँ यतिका दिन कहाँ हुनुहुन्थ्यो मेरो प्रिय सिपाही? मलाई एक्लै छोडेर कता जानुभयो? मायासहित लाडिन आर्य। म त यहीँ थिएँ, यही कोठामा वर्षौँदेखि। अनि मैले किन यतिका दिन तपाईँलाई देखेन त? तपाईँले आँखामा पट्टी बाँध्नु भएको छ, कसरी देख्नुहुन्छ त? प्रिय सिपाही, मलाई अब छाडेर जान्न भनेर बाचा गर्नुहोस्। म सबै सन्तापहरू बिर्सेर आँखा खोल्छु। तपाईँले आफ्नो दृश्यमा देख्न पाएँ भने मलाई उज्यालोतिर डर लाग्ने छैन। म सधैँ यहीँ हुनेछु, तपाईँनिरै, यही टेबलको आसपासमा, सिपाहीले भन्छ। अनि उसले भन्छ, पक्का? हो, पक्का। आर्यले बिस्तारै आफ्नो आँखाको पट्टी खोले। उनले देखिन आफ्नो प्रिय सिपाहीलाई मुग्ध भएर। हिजोसम्मका सबै व्यथाहरूलाई बिर्सिन्। सिपाही पहिले चाहिँ टेबलसँगैको बेतको कुर्सीमा बसिरहेका थिए। उनको हातमा शिरीषको फुल थियो। उनले त्यही उपन्यासको पाना पल्टाइरहेका थिए। प्रिय सिपाही, सोचेकी थिएँ म कहिले पनि तपाईँको नाम सोध्ने छैन। जीवनभरि अनाम र अधबैँसे सिपाहीको प्रेममा मुग्ध भएर बसिरहनेछु। तर आज भने मलाई तपाईँको नाम सोध्न मन लाग्यो। सुयोगवीर, पहिलो विश्वयुद्धमा बर्मामा लडेको सिपाही। मेरै कारण त मरेकी थिइन् सकम्बरी। आर्यको पाइतला मुनिको जमिन बेसरी हरियो। उनले एकहोरो हेरिरहन् सिपाहीतिर अनि सिपाहीको हातमा भएको उपन्यास शिरीषको फुलतिर। उनले हेर्दा हेर्दै किताबभित्रबाट फुत्त झर्यो सकम्बरीको कपाल। हेर्दा हेर्दै किताबको छेउबाटै उम्रियो शिरीषको एउटा बोट। सानो बोट बिस्तारै ठुलो भएर त्यसमा लटरम्म फुल फुल्न थाले। कता कताबाट एउटा भमरो आयो। शिरीषको एउटा फुलमा थपक्क बसेर चुम्बन गर्यो।
शिरीषको फूल एक भ्रमर चुम्बनमै ओइला झर्यो। झरेको त्यस फूललाई सुयोगवीरले आफ्नो बुट मुनि किचिपिची पारिदियो। फूलको हत्या हेर्नै सकेनन् आर्यले। मानौ फूल होइन, सुयोगवीरले उनलाई नै आफ्नो बुट मुनि किचिपिची पारिदिए। आर्य आवेगमा सुयोगवीरमाथि जाइ लागिन्। आर्यको अप्रत्याशित आक्रमणबाट असन्तुलित भएर सुयोगवीर भुइँमा लडे। भुइँमा लडिरहेकै अवस्थामा उनको व्यक्तित्व खिँदै खिँदै सानो सानो हुँदै गयो। आर्य जिल्ला परेर सुयोगवीरतिर हेरिरहेकी थिइन्। उनले हेर्दा हेर्दै सुयोगवीर भमरामा परिणत भए र झ्यालबाट फुत्त निस्केर कतै हराए। हो, यी यस्ता प्रयोगहरू छन् यो किताबमा। अब यो अहिले हामीले भर्खर मैले पढेको जुन सानो खण्ड हो, त्यस खण्डमा के कुरा यथार्थ हो त, कस्तो हो त भन्दा हो यस्तै खालका प्रयोग। पुतलीहरू मान्छेको मनबाट छातीबाट पुतलीहरू निक्लेर जान्छन्। धेरै पुतलीहरू आएर मान्छेको छातीभित्र पस्छन्। ती पुतलीहरूका रङ्गी बिरङ्गी पुतलीहरू कहिले खुसी भएर जान्छन्, कहिले दुखी भएर आउँछन्। यथार्थको दृष्टिकोणबाट हेऱ्यो भने यो कथाभित्र यथार्थसँग मिल्दाजुल्दा कुरा त छैन। तैपनि कथाले एउटा सिम्बोलिक रूपमा समाजको कुरा भन्छ। महिला हत्या हिंसाका, महिला बलात्कारका कुराहरूदेखि लिएर पुरुषमाथि भएका अन्य अत्याचारका कुरा, महिलामाथि भएका अन्य अत्याचारका कुरा, अदालतले निर्दोष मान्छेलाई दोषी करार गरेका र दोषीहरूलाई निर्दोष बनाएर चाहिँ मुक्ति दिएका कथाहरू कुराहरू यसमा आउँछन्। अझ एउटा महत्त्वपूर्ण पाटो त के छ भने त्यो अस्मिता भन्ने जुन न्यायाधीश पात्र छ, त्यो न्यायाधीश पात्रलाई उसको बाबुले सानैदेखि छोरी जन्मेको भए पनि त मेरो छोरी होइनस्, छोरो होस्, तँले छोरो जस्तो सोच्नुपर्छ, छोरो जस्तो हिँड्नुपर्छ, छोरो जस्तो हुनुपर्छ भनेर बालककालदेखि नै उसले त्यो छोरीलाई छोरोको रूपमा चाहिँ उसको छोरीको दिमागमा छोरो व्यक्तित्व भर्दा 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 गरेको छ। र जब अदालतमा उसले निर्णय गर्ने बेला हुन्छ, उसले निर्णय लेखेको हुन्छ। त्यो निर्णय चाहिँ निर्दोष व्यक्तिहरूलाई मुक्ति दिनका लागि गरेको निर्णय लेखेको हुन्छ। तर त्यो निर्णय पढ्ने बेलामा चाहिँ त्यो न्यायाधीशको पछाडिपट्टि एउटा पुरुष व्यक्तित्वको छाया उभिन्छ र त्यसले पुरुष आवाजमा त्यो जे निर्णय गरेको त्यसको उल्टो निर्णय पढेर सुनाउँछ र अपराधीहरू मुक्त हुन्छन्, निर्दोषहरू अन्यायमा परेका हुन्छन्। यस प्रकारले एउटा छाया संसारको कल्पना गरिएको छ। छाया व्यक्तित्वहरूले चाहिँ यथार्थ व्यक्तित्वलाई छाया व्यक्तित्वले निर्देश गरेका हुन्छन् र अगाडि जो देखिन्छ वास्तवमा त्यो होइन कि ऊभन्दा पछाडि लुकेको व्यक्तित्वले चाहिँ उसलाई सञ्चालित गरिरहेको छ भन्ने खालको त्यो प्रकारका बिम्बात्मक अभिव्यक्तिहरू यो उपन्यास पढिसक्दाखेरि हामी थाहा पाउँछौँ। र त्यस्तै थाहा पाउँदाखेरि आफूलाई पनि के लाग्छ भने म जे बोल्दैछु, जे गर्दैछु, यो मैले गर्दैछु कि कुनै अर्को छाया व्यक्तित्वले मलाई सब काम गर्न हराइरहेको छ। म आफै निर्णायक पात्र हुँ कि म कसैद्वारा निर्देशित कठपुतली हुँ भन्ने एक प्रकारको संशय उत्पन्न गर्छ पाठकलाई पनि। जे होस्, नेपाली उपन्यासको यात्राक्रममा पछिल्लोपल्ट आएको एउटा फरक प्रकारको र बडा विचित्रको रमाइलो उपन्यास मैले पढेँ र एक किसिमको पाठक प्रतिक्रियाको रूपमा मैले अहिले यहाँ यी केही कुराहरू भने। यो लेखिकालाई बधाई छ, तपाईँले राम्रो किताब लेख्नु भएको छ।